आदरणीय श्रोताहरू, हामीले भगवत गीताको प्रसङ्ग यहाँहरू समक्ष राख्ने गरेका छौँ, जसलाई आरडी प्रभास चटर्जीले लेख्नु भएको छ महाकाव्यका रूपमा। अर्जुनलाई माध्यम बनाएर तपाईँ हामी सबैलाई दिनुभएको ज्ञानको प्रसङ्ग आज पनि हामी यहाँहरू समक्ष राख्नेछौँ। शाधिभूताधिदैवं मां शाधियज्ञं चे विदुः प्रयाणकालेऽपि च मां ते विदुर्युक्तचेतसः अधिभूताधिदैव मलाई अधियज्ञनै जान्ने प्रयाणकालैमा समझेर पुग्छत्यो ममै। अर्थात् म ब्रह्मलाई जो साधिभूताधिदैव वा अधिभूताधिदैव अधियज्ञसँगै तथा निरुद्ध चित्तयोगीले देहान्त कालमा पनि यथावत जान्दछन्, अर्थात् प्राप्त हुन्छन् ममै तिनी। यसै अध्यायमा व्यक्त प्रकृति अपराकन 15औं अध्यायमा जो छ क्षर पुरुष वर्णन। त्यही नै विनाशशील औ समस्त जड वर्गको नाउ नै अधिभूत हो नाशवान त्यही स्वरूपको। 9औं अध्यायमा चौथो, 5औं, 6औं र श्लोकमा वर्णित शव प्राणीको अन्तःकरणमा यहाँ अन्तर्यामी भई बस्ने अव्यक्त रूप ईश्वर अधियज्ञ भनिन्छ, त्यही सर्वत्र जो निरन्तर। मायामय जड सृष्टि मेरै स्वरूप हो सब, ज्ञान यो तथ्य तत्त्वैको जसले गर्दछ पाण्डव। यसै नै ज्ञान मार्गैले मेरो यो अधिभौतिको स्वरूपको सहाराले देवता गणको सब अधिष्ठानमसम्मन्वा मेरै नै आदिभौतिको स्वरूपसम्म आएर स्वतः निर्विघ्नपूर्वक जसलाई पूर्ण ज्ञानैले मेरो यो अधियज्ञ वा परब्रह्म स्वरूपै नै देखाइदिन्छ सर्वथा। प्रयाण कालमा अर्थात् देहान्त कालमा पनि हुँदैन दुःख तिनलाई सम्झन्छन् ब्रह्म त्यही तिनी। अन्यथा जुन सुकै होस् डोरी आयुष्य जुन पल छुट्दछ जीव मात्रैको हुन्छन् अत्यन्त व्याकुल। देखी व्याकुलता तिनको तिनैका आशपाशमा बस्नेले सोच्न थाल्छन् कि कल्पान्त हुन गो यहाँ। तथापि जसले सक्छ बुझ्न मेरो स्वरूप यो हुँदा व्याकुल भुल्दैन मलाई यो यथार्थ हो। यसको अर्थ हो यस्तो पूर्णतासम्म जो पुग्यो युक्त चित्त त्यही साँचो योगी हो मोक्ष मार्गको। यसरी भगवान कृष्ण शब्द भण्डारबाट नै मिठो बाणी रसै सारै खन्याउँदै थिए सधैँ। किन्तु अर्जुनको फेरि अवधान स्वरूपको अघि बढ्दै अञ्जुलीले पिएन रस स्वादिलो। किनकि त्यो घडी पार्थ सोच्दै थियो पछिल्तिर, तत्कालै त्यसको फेरि आयो ध्यान अघिल्तिर। विपुलार्थ रसैले जो भरिएको सबैतिर सद्भावको सुगन्धै त्यो फैलाउने निरन्तर। प्रतिपादन गर्ने त्यो परब्रह्म स्वरूपको यस्तो वचन रूपी त्यो फल जुन पलमा फल्यो। कृपा प्रसाद रूपी त्यो वायुको मन्द शीतल झोकाले हल्ली कृष्ण स्वरूपी वृक्ष झलमल। पार्थका कान रूपी ती झोलामा गई खसे जब त्यो बेला भान हुन्थ्यो हुन्
महासिद्धान्तका फल श्री ब्रह्म सागरमा हुन् डुबेका अथवा तिनी रसमा परमानन्द धोएका राम्ररी पनि माधुर्य तिनमा यस्तो थियो अर्जुनले झट्यो निर्निमेष गरी नेत्र पिउँदै थियो घटाघट विस्मयामृत आनन्द थियो जसमा अलौकिक निर्निमेष स्वयं नेत्र पिउँदै थे त्यही सुख पिएर विस्मयामृत सुख त्यसमा अलौकिक पाई स्वर्ग जहाँ तुच्छ सम्झियो त्यो यहाँ तक पार्थको अन्तरात्मामा आनन्द गुदगुदी भयो बाह्य सौन्दर्यबाटै नै परमानन्द पाइयो वचन फलको पूर्ण रस चाख्ने घटाघट इच्छा अर्जुनको भोत्यो तीव्र अत्यन्त उत्कट त्यस्तो विचार जिब्रोले रुचाएन यथार्थमा हेतुका दाँतले फेरि सकेन फोड्न त्यो त्यहाँ छोडे अर्जुनले तस्मात् विचार नै चबाउने सोचे नक्षत्र हुन् ती के जलका भित्र देखिने अक्षर आदिको बाह्य ठाट र बाट मात्रमा फसेम कसरी आज धोकामा यसरी यहाँ यी कस्ता र कहाँका हुन् अक्षर मत केवल तह आकाशको मात्र देख्दैछु भ्रम यो पल मेरो यो मतिले चाहे उडान नै भरोस जति थाहा त्यो लाग्न सक्ला कि लाग्दैन सम्भवै रति परन्तु जबसम्म केही पत्तो लाग्दैन अर्थ त्यो सकिन्न जान्न पार्थैले सोचिए मनमा कुरो श्री कृष्ण यादवेन्द्रैका सामु विनम्र भइकन भने हे देव यी शब्द एकत्रित भए जुन गर्न आस्वादनै तिनको सकेन आजसम्म कोही पद शब्द अपूर्वै छन् तथा छन् अति दुर्लभै ती यस्ता नभए देव कसरी हुन्छ सम्भव सुन्दा एकाग्र भई फेरि समाधान नहोस् सब नभई प्रकरणै त्यस्तो स्वयं विस्मय नै जहाँ देखि अक्षरका ठाटो पर्छ विस्मयमै त्यहाँ किरण प्रभुवाणीका कानका झ्याल मार्फत अन्तःकरणमा मेरो पुगे जस्तै यथावत भयो आश्चर्य अत्यन्तै मेरो शक्ति विचारको हुनको बन्द आफै नै अनुराग उठ्यो कि यो राम्ररी तिनको अर्थ सकौँ जान्न यहाँ सब किन्तु समय नै छैन गर्न वर्णन त्यो जब अतः हे देव आफै नै शीघ्र नै त्यही यथार्थको विवेचना गरी पूर्ण गरिदेऊ प्रष्ट तथ्य त्यो पछिल्ला बातका साथै ख्याल राखी अगाडिको हेतुमा ध्यान राखेर उत्कण्ठा प्रकटै गर्यो प्रश्न गर्दा यहाँ यस्तो अर्जुनैले कतै पनि शिष्टाचार र मर्यादा उल्लङ्घन गरेन नि अन्यथा हात फैलाई श्री कृष्णको त्यसै घडी पार्थ आलिङ्गनै गर्थे नराखी होस केही कति जान्दथे पार्थले यो कि गुरुमा प्रश्नका पलो व्यवहार कसो गर्नु के हो पद्धति त्यो सब कृष्ण अर्जुन संवाद लोमहर्षक थियो तब प्रश्न उत्तरमा आफै मानौ थियो ज्ञानको पथ भाग्यवान सञ्जय सुन्थे भएका प्रश्न उत्तर
अगाध प्रेमको गङ्गा छचल्कन्थ्यो परस्पर। जे जस्तो थियो यथार्थै त्यो भन्थे सञ्जय तत्पल। बुढाती धृतराष्ट्रैको रहन्थ्यो चित्त बिह्वल। भन्ने प्रयास भाषामा हुँदाती कानले सब। न सुन्दै बुद्धिले पहिले स्वादले होस् लबालब। ज्यादै मननीय प्रसङ्ग छ। यही नै धारणा हुन्थ्यो विलक्षण कुरा सब। पहिले नै बुझोस् बुद्धि नकिती बाह्य इन्द्रियो। त्यो चाख्नु बुद्धिले भन्दा अक्षर अर्थको रस। बाह्य इन्द्रियले पहिले लिइसक्छन् स्वाद पायस। मात्र अक्षरको रूप सौन्दर्य र मनोहर। देखेर इन्द्रिय हुन्छन् हर्ष गद सत्वर। नाकता हुन्छ नै हुन्छ मालती गन्धले खुसी। पहिलै नेत्र सन्तुष्ट देखि त्यो मालती शशी। भाषा सौन्दर्यले दिन्छ शक्ति इन्द्रियमा जब। तत्त्व सिद्धान्त त्यसबाट ठाउँमा पुग्न सक्दछ। भाषा सौन्दर्यबाटै नै सबै स्पष्ट गरिकन भन्ने इच्छा यहाँ हुन्छ भक्त प्रभाषको जुन। अध्येता भक्त श्रोतामा प्रार्थना छ विनम्र भई। सावधान भई सुन्न उल्लेख जो अगाडि त्यही। अखण्ड ऐश्वर्य त्यस्तै नै निरतिशय जो यहाँ। सच्चिदानन्द जे जस्तो देखियोस् जुन रूपमा। साकार सगुणै होस् गरी विग्रह धारण। तर विग्रह त्यो अन्य जीव झैं नभइकन। अर्थात् सामान्य जीवैका कर्म संस्कार अन्य झैं हुन्न विग्रहधारीको स्वभाव केही गरिकनै। लीलामय स्वयं कृष्ण स्वरूप रूप विग्रह। भगवत तत्त्वले पूर्ण सर्वज्ञ रूप संग्रह। देशकाल प्रभावैले सर्वज्ञतादि भावमा। अडिन्न अवरोध जो हुने मूल प्रभावमा। हिजो भोलि राजैको यस्तै नै क्रमकालको। प्रतिबिम्ब सबैको त्यो भइदिने स्पष्ट रूपको। राग द्वेष प्रभावैमा जन्मने मोहका घर। नता चिन्छन् स्वयंलाई स्वस्वरूप न ईश्वर। यथार्थ बुझ्न सक्दैनन् परेर मोहतलतिर। स्वतः अदृश्य भइदिन्छ त्यो बेला जगदीश्वर। मायाधिपति कृष्णैको जो ध्यान भक्ति गर्दछ। ब्रह्म अध्यात्मका साथै त्यो अधिदैव बुझ्दछ। सुरु अध्याय नै काण्ड उपासना स्वयं जहाँ। सामान्यत दुई हुन्छन् प्रकारका उपासना। उपाधि कल्पना भोकी सम्झना सगुणत्वको। निरुपाधि जहाँ सम्झ्यो बोध भो निर्गुणत्वको। मान होस् वा नहोस् त्यो पृथक वस्तु भनिकन। उपाधिलाई मिल्दैन भन्न किञ्चित कदाचन। त्यो वस्तु तत्त्वदेखि नै अभिन्न हुन्छ यो बुझ। वस्तु तत्त्व चमत्कार त्यही छवि त्यही छटा शब। जो सोपाधि निरुपाधि जे भन्दा पनि भइगयो। परन्तु दुईटै तत्त्व हुन् एउटै अभिन्न जो। यही बुझ्नु यथार्थैमा ज्ञान विज्ञान योग हो। उपासनीय तत्त्वैको समग्र बोध हुन्छ त्यो। समग्र बोधको अर्थ कार्य कारण औ फल। लीला स्वभावका साथै जान्नु रहस्य त्यो पल। प्रकृति आदि बुझ्नु नै भगवत तत्त्व बुझ्नु हो। ज्ञान विज्ञान योगैको नाउँले यो प्रसिद्ध भो। आदरणीय श्रोताहरू, यसरी ज्ञान विज्ञान योग नाम गरिएको 7औं अध्याय सम्पन्न भएको छ भने 8औं अध्यायको प्रसङ्ग फेरि हामी आगामी दिनमा यहाँहरू समक्ष राख्नेछौँ। आजलाई यो प्रसङ्ग यति नै।